आज म तपाईलाई एउटा यस्तो पुस्तकको कथा सुनाउँदैछु जसलाई धेरैले साधारण किताब होइन, आत्मालाई हल्लाउने दर्पण भन्छन्। एक यस्तो पुस्तक जसलाई स्वयं ओशोले आफ्नो मनपर्ने पुस्तक बताएका थिए। म केवल एउटा पुस्तक जान्दछु जसले असफलता पाएन, त्यो हो द बुक अफ मिर्दाद। यो पुस्तक केवल पढिँदैनन्, यसले पढ्ने मान्छेलाई नै बदलिदिन्छ। यसले धर्म, विश्वास, ईश्वर, सत्य प्रति तिम्रो सोच उल्टाइदिन्छ। र आज हामी त्यही रहस्यमय कथाको सुरुवात गर्न जाँदैछौँ। कल्पना गर्नुहोस्, हिमले ढाकिएको एउटा विशाल पर्वत जहाँ बादलहरू जमिनलाई छोइरहेका छन्, जहाँ हावा पनि फुसफुसाएर बहन्छन्। त्यही पर्वतको चुचुरोमा उभिएको छ एउटा पुरानो भत्किएको मठ। टाढाबाट हेर्दा लाग्छ मानव समयले बिर्सिसकेको कुनै सभ्यताको अन्तिम अवशेष हो। स्थानीय मानिसहरू भन्छन् यो कुनै साधारण मठ होइन, यो हो नुहको जहाज, त्यो स्थान जहाँ प्राचीन जलप्रलयपछि मानव सभ्यता पुनः जन्मिएको थियो। र त्यहीँबाट सुरु हुन्छ हाम्रो कथा।